ल साथीहरु हाम्रोमा चाहिँ यहाँ हार्भेस्टिङ हुँदैछ खेतालो बोलाउनु पर्ने हो कि ल साथीहरु आज चाहिँ हामी खोर्सानी कटानी गर्दैछौं आफ्नै बारीको डल्ले खोर्सानी प्योर डल्ले खोर्सानी साथीहरु हेर्नु है अस्ति दिनको भिडियो गर्नु भ्याएन कि आज म गर्दैछु साथीहरु एउटै झ्याङले कसरी फलेछ लट्टरममा यो त अघि टिपेको यस्तो झ्याङ त हेरौँ साथीहरु कति छ यो बाँधेको हो यो छोड्दियो भने यत्रो ठुलो छ यो झ्याङ यस्तो त साथीहरु 250 रहेछ है 250 एउटा लगभग एउटामा 1.5 केजी होला सब टिपिन्छ यहाँ तर मान्छे भन्दा अग्लो छ बारीको कर्ता धर्ता किसान मिनी किसान ब्याकयार्ड गार्डनमा किचनको गार्डन है साथीहरु दिस नट अ फार्म ओके आफूले मेहनत गरेर यहाँ अर्ग्यानिक एभ्रीडे पानी लगाएर गरेको मल लाएर तेरो चारटा झ्याङमा यति भयो अब विचार गर्नुस् 250 चारटा झ्याङमा यत्रो भयो भने चाहिँ विचार गर्नु 250 वटा झ्याङ छ रातै मैले टिपेको अब भिडियो धेर बनाउनु हुँदैन काम गर्नुपर्छ भिडियो मात्रै गरेर कहाँ हुन्छ त पर जानुपर्ने छ यहाँनिर अब भरे लास्टमा देखाउँछु ल फेरि अर्को भिडियो राइट नाउ आई हेभ टु वर्क काम गर्नु पर्यो नि हाजिरा दिँदैन पुरा यहाँ खेताला लागेको छु म चाहिँ हो बारीको कर्ता धत्ता यता छ मालिक नि भरे मलाई हाजिरा काटेर दियो भने त भिडियो मात्रै बनाएको त पैसा पाउँदैन त ओके बाई हेर्नु डल्ले खोर्सानी लाम्चो छैन डल्ले एकदम डल्ले म देखाइदिन्छु आज यो चाहिँ भुटानको साडुप जोङखरको बिउ सामजुक जोङखरको बिउ पारोको छेउछाउकै यो खाएपछि त नाकबाट यस्तो निस्किन्छ कि रालसिंगान हुन्छ यो